ल साथीहरू आज चाहिँ सुँगुरको खुट्टा पकाएको मैले हो। सुँगुरको खुट्टाको अचार हिजो सिङतामबाट चाहिँ सुँगुरको खुट्टा ल्याएर चाहिँ बनाएको अचार खाने हेऱ्यो नि त मेरो बुढाले। बनाएर यसरी राखिदियो भने चाहिँ धेरै दिनसम्म बस्छ हो। नानीहरूले त खाँदैन, मन पराउँदैन। आज चाहिँ बिहानै निम्बु हालेर बनाइदिएको। कस्तो देख्दैछ साथीहरू कमेन्ट गर्नुहोस् है। खुट्टाको अचार चाहिँ बाहिर किनेर खाने कम त महँगो गर्दैन। चाहिँ मैले अलिक चाम्रो बनाएको छु। चाम्रो चाहिँ खानु मजा आउँछ, त्यही भएर चाहिँ आज बनाएको छु सुँगुरको खुट्टाको अचार। आफ्नो तरिका निम्बु पनि यही छ। चाहिँ बनाइसकेको। कस्तो थुकाउँछ नि है अरूले बनाएको देख्दाखेरि। मलाई पनि त्यस्तै हुन्छ अरूले बनाएको देख्दा। बनाउनु चाहिँ मलाई चाहिँ नि केही अल्छी चाहिँ लाग्दैन। घरको मान्छेहरूलाई जे बनाएर खानु मन परे पनि म बनाइदिइहाल्छु हो। अल्छी चाहिँ लाग्दैन मलाई खाना बनाउनु चाहिँ। बनाउनु पनि फेरि सबै कुरो आउँछ, नआउने चाहिँ केही छैन। सुँगुरको खुट्टा खान्छु भन्ने मान्छे डिमान्ड गर्ने चाहिँ यता छ है। बुढालाई चाहिँ मिठो मिठो बनाएर खुवाउँछु म, तर पनि खै लुते है। बुढीले यस्तो मिठो मिठो बनाएर खुवाउने बुढी पाएको छौ। बनाएर खुवाउँदा पनि लुते कहिले जिउ लाग्दैन। टेस्ट गर कस्तो भएछ। बनाउने चाहिँ म, टेस्ट गर्ने चाहिँ तिमी। दामी भएछ, कहिले दामी भएछ भन्दैन मेरो बुढाले चाहिँ। कहिले मिठो भयो भन्दैन, नमिठो भयो पनि भन्दैन, मिठो भयो पनि भन्दैन हो। तर कोही कोही बेला त तारिफ गर्नुपर्छ नि त दादा। बुढी तिमीले आज यस्तो बनाएछौ भने पनि त्यहाँ त फुर्केर झन् मजाले बनाउनुपर्छ। ल है केटा मान्छेहरू चाहिँ बुढीहरूलाई यसरी फुर्काउनुपर्छ है। हाम्रो त फुर्काउनु पनि सिकाउनुपर्छ है, होइन? अचम्म लाग्छ। पहिला खाइसक्नुपर्छ कि त्यहाँदेखि तारिफ गर्नुपर्छ। ए अयो अब भातसँग खानेहरूलाई नि तातो भातसँग लपक्क पार्दै है।